अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। भगिनी हो भगिनी नै भन्नुहोस्, रासोपा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्, रासोपा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ, धेरैलाई न्याय अदालतमा दिनुभयो होला, देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ। खुट्टा रत्ती भन्न कमाउनुहोस्। एक बारको दुनियो धेरै भयो, तपाईँ नखुजाने त हुने, के चिन्ता गर्नुहुन्छ? मुलुकको भविष्यलाई सोचेर हामीले हाम्रा क्रियाकलापहरू अगाडि बढाउनु पर्नेछ। भत्केका संरचनाहरू बनाउनु पर्नेछ। टुटेका सपनाहरूलाई हामीले सास आवाज दिनुपर्नेछ। त्यसैले हामी त्यसैका लागि तयार भएर बसेका छौँ। म आज यहाँ छु, भोलि म कहाँ हुन्छु मलाई थाहा छैन। पुरानाले दुःख दिए, आशा छ नयाँहरूले दुःख दिने छैनन्। मलाई विश्वास छ तपाईँ सबैको साथ। मलाई के विश्वास छ भने तपाईँहरूको सबैको साथ, माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ। आगामी चुनाव तपाईँ हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो। त्यसकारणले सरकारलाई सुशासनको डन्डा चलाउँदै समयमा निर्वाचन गर्नको निमित्त हाम्रो साथ रहेको कुरा म 24 कोटिबाट बताउन चाहन्छु। म नखु कारागारको जेलमा बसेर कहिलेकाहीँ टेलिभिजन हेर्थेँ। मैले आज पनि प्रधानमन्त्रीको जीको अनुहार अँध्यारो देखेको छु। अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। भगिनी हो भगिनी नै भन्नुहोस्, रासोपा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्, रासोपा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ, धेरैलाई न्याय अदालतमा दिनुभयो होला, देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ। खुट्टा रत्ती भन्न कमाउनुहोस्। एक बारको दुनियो धेरै भयो, तपाईँ नखुजाने त हुने, के चिन्ता गर्नुहुन्छ? सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्नेले प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब म यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। यो शहीदका आमाहरू तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जाँदा तपाईँलाई भनेको थिइनँ र? तपाईँलाई समस्या पर्यो भने रवि लामी चाहिँ यही कारागारमा छ, लखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोमा तपाईँसँग आउनेछ। सिङ्गो चितवनको माया पोखेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, कोख रित्तिएको होला, केही छोराहरूले बलिदानी दिए होला, सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा सुशासन ल्याउनको निमित्त स्कुल ड्रेसमा संसद अगाडि भनेको तपाईँको छोरो त्यहाँ ढल्यो होला, तर हामी ढल्न दिँदैनौँ। उसको शरीर ढल्यो, तर उसले बोकेर आएको सपनालाई हामी ढल्न दिँदैनौँ, मर्न दिँदैनौँ।